आदरणीय दर्शकबिन नमस्कार। तपाईहरु हेर्दै हुनुहुन्छ हाम्रो जडीबुटी। सदा चाहिँ आज पनि म नयाँ भिडियोको साथमा नयाँ जडीबुटीको बारेमा जानकारी लिएर उपस्थित भइसकेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट र शेयर गरिदिनु होला। आज तपाईहरुलाई मैले हाम्रै वरिपरि बारी करेसाबारीहरुमा पाइने कानेको बारेमा चाहिँ जानकारी लिएर आएको छु। काने तपाई हाम्रो घरबारीमा सजिलैसँग पाउन सकिन्छ बर्खायाममा, तर अहिले हिउँदको टाइममा चाहिँ हुँदैन हैन, बर्खाको टाइममा सजिलैसँग पाउन सकिन्छ। यो चाहिँ कतिपय मानिसहरूले चाहिँ यसको मुन्टालाई चाहिँ आलुसँग मिक्स गरेर सब्जीको रूपमा पनि खाने गर्नुहुन्छ र गाउँतिर सुँगुरलाई चारो पनि खुवाउने प्रचलन रहेको छ यसको, र गाई गोरुहरूलाई खोले, भैँसीलाई खोलेहरू पनि बनाउने चलन छ। यसमा मकैको पिठो हालेर, तर एकदमै पौष्टिक बिरुवा हो। हिउँदको टाइममा चाहिँ पाउन सकिँदैन, प्राय पानी हुने ठाउँहरुमा चाहिँ पाउन सकिन्छ, सिमसार हुँदै पनि पाउन सकिन्छ। तर यो घरबारीहरुमा करेसाबारीहरुमा पलाउने जडीबुटी भएको कारणले गर्दाखेरि, बिरुवा भएको कारणले गर्दा यो चाहिँ प्राय बर्सातको याममा चाहिँ पाउन सकिन्छ। वैशाख जेठ असारदेखि लिएर कार्तिक मंसिरसम्म पाउन सकिन्छ यसलाई। हेरिराख्नुस्, जानिराख्नुस्। तपाईहरुले चिन्नै पनि भएको छ, नचिन्नु हुने साथीहरुले पनि राम्रोसँग हेर्नु होला। यसको पात यस्तो तरिकाको रहेको हुन्छ, डाँठ हुन्छ यसको र यस्तो तरिकाको पात हुन्छ, हेर्दै हुनुहुन्छ तपाईहरुले भिडियोमा। र यो चाहिँ के को औषधि हुन्छ भने यसको चाहिँ विशेष गरी पेट दुख्यो भने पेट दुखेकोमा एकदमै औषधि हुन्छ। तपाईहरुलाई ग्यास्ट्रिक भयो, अल्सर भयो, पेट दुख्यो भने यसको प्रयोग गर्न सक्नुहुन्छ। यसलाई प्रयोग गर्ने विधि चाहिँ यसको 10 देखि 12 वटा मुन्टा लिएर आउनुहोस्, त्यसपछि राम्रोसँग पानीले पखाल्नुहोस्। पखालिसकेपछि कुनै मिक्सचर, सिलौटा वा कुनै ढुङ्गामा किचेर यसलाई सफा कपडाले चाहिँ मजासँगले छानेर 1 चिया गिलासको तपाईले 1 गिलास पिउनु पर्ने हुन्छ है। खाली पेटमा 1 गिलास पिउनु होला। बिहान, दिउँसो, बेलुका 3 टाइम पिउनु भयो भने तपाईको पेट दुखेको, आन्द्रामा विभिन्न किसिमको भित्र घाउ भएको पेट भित्र चाहिँ पेट सम्बन्धी रोगहरूलाई चाहिँ यसले ठीक पार्ने काम गर्छ। त्यसपछि यसलाई नसा सम्बन्धी रोग भएका साथीहरुले पनि प्रयोग गर्न सक्नुहुन्छ। जस्तै घुँडा दुख्ने, हातको जोर्नीहरु दुख्ने, घुँडाको जोर्नीहरु दुख्ने, खुट्टाको जोर्नीहरु दुख्ने, बाथहरु जस्तो हुन्छ नि, बाथ हुन्छ, बाथ भएको जस्तो भएर नसाहरु सम्बन्धी रोग छ भने चाहिँ यसले त्यसलाई पनि ठीक गर्छ। खाने तरिका त्यही नै हो। तपाईले बिहान, दिउँसो, बेलुका, बिहान खानाभन्दा अगाडि 1 चिया गिलास, दिउँसो 1 चिया गिलास र बेलुका खानाभन्दा अगाडि 1 चिया गिलास पिउनु भयो भने एकदमै राम्रो हुन्छ। तर तपाईले 15 देखि 20 दिनसम्म पिउनु पर्ने हुन्छ यसलाई। 2-4 दिन पियो, त्यसपछि निको भएन भनेर छोडिदिनु भयो भने चाहिँ यो सम्भव छैन। र औषधि तपाईहरुले सेवन गर्न थालेपछि चाहिँ, सेवन गरिन सुरु गर्नु भएपछि चाहिँ अन्त्यसम्म यसलाई पूरा गर्नुपर्ने हुन्छ, नत्र भने यसले काम गर्दैन। र त्यसपछि यसको अर्को पनि औषधि रहेको छ। यसले चाहिँ तपाईहरुको सानो बच्चाहरुको कान दुख्यो भने यसको मुन्टालाई चाहिँ 2-3 मुन्टा टिपेर ल्याउनुहोस् र टिपेर हातले यसरी माडेर, मजासँगले माडेर मात्र 1 थोपा कानमा चुहाइदिनु भयो भने त्यो कान पनि पाकेको यसले निको पार्छ। घाउहरू भएको छ भने, कुनै ठाउँमा काट अथवा लडेर चोट लाग्यो, घाउ भयो, अथवा आफै उत्पन्न भएर आफै घाउ निस्केर चाहिँ हैन तपाईहरुलाई दुखिरहेको छ, निको भएको छैन भने त्यो निको नभएको घाउमा पनि तपाईहरुले यसको झोल प्रयोग गर्न सक्नुहुन्छ। यसरी नै माडेर तपाईहरुले 3 देखि 4 मुन्टा ल्याउनुहोस् र हातले मजासँगले माडेर चाहिँ झोल पाकेको अथवा दुखिरहेको घाउमा चाहिँ हल्का तातो पानीले सफा गरेर तपाईले 2-3 थोपा चुहाएर चाहिँ बाँधिदिनु भयो भने एकदमै राम्रोसँगले निको हुने काम गर्छ। यो सब्जीको रूपमा पनि खाइन्छ कति ठाउँमा हैन, साथीहरुलाई थाहा पनि होला। यसमा बढी मात्रामा भिटामिन हुन्छ, त्यसैले गर्दाखेरि स्वास्थ्यलाई एकदमै राम्रो छ यो जडीबुटी। र सागसब्जीको रूपमा नि यसलाई प्रयोग गर्न सकिन्छ। स्वास्थ्यलाई यो सेवन गर्नाले एकदमै राम्रो हुन्छ। हवस् त, यति भन्दै बिदा चाहन्छु। फेरि अर्को भिडियोको साथ भेट्ने छौं। हवस् त, अहिले धन्यवाद।